ले र उहाँ विशिष्ट चलचित्रकर्मीको परिचय पत्र उहाँलाई मानार्थ श्रेणीको वितरण गरिएको छ आजको दिनमा। तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्र। नमस्कार। चलचित्र सुरु कसरी मतलब बाँसुरीदेखि हामीले स्टार्ट गर्दाखेरि प्रकाश थापा दाइहरूलाई हेर्दाखेरि चेतन दाइहरूलाई चाहिँ सम्झिँदै जाँदाखेरि चलचित्र क्षेत्रले आफ्नो हिसाबले जे मतलब यात्रा सुरु गर्यो, समयअनुसार उन्नति गर्दै गयो। आज एउटा दरिलो ठाउँमा पुगेको, अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो जग्गा बनाउन सफल भयो नेपाली चलचित्र। साँच्चै एउटा हामी सबैले गर्व गर्छौँ। बोर्डमा आसीन, इतिहासमा आसीन बोर्डका सदस्यज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट नेतृत्व गरिरहनुभएका आदरणीय व्यक्तित्वहरू, कनिष्ठदेखि वरिष्ठ दिवाकालीन नमस्कार। कुरा गर्ने बानी छैन, म चाहिँ पोजिटिभ हो।